नमस्कार साथीहरू। आज परेको आमाको जन्मदिनको अवसरमा छोटकरीमा आमाको बारेमा केही बयान गर्न गइरहेको छु। जुन आमाको महिमा र वर्णन त कसैले पनि गर्न सक्दैन। तर पनि म सानो 20 दिनको छँदा बुवाले संसारबाटै छाडेर जानुभयो। तबबाट आमाले मलाई स्याहार सुसार गर्नुभयो र यहाँसम्म पुर्याउनुभयो। आमाले सानोमा मलाई ताते गर्न सिकाउनुभयो र आफ्नो काखमा राखी संसार देखाउनुभयो र ठुलो भएपछि पनि के सही के गलत भन्ने कुरा मलाई छुट्याउन सिकाउनुभयो। आमाको महिमा गरेर साध्य नै छैन। भनिन्छ नि, जननी जन्मभूमिच्छ स्वर्गदपि गरियसी, अर्थात् आफूलाई जन्म दिने आमा र मातृभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन्। आमा मन्दिरमा भगवान खोज्न जानेहरू पनि आफ्नो आमाको काखमा सुख र शान्ति प्राप्त गर्दछन्। आमाले मलाई सानोबाट स्याहार सुसार गरी अहिले ठुलो हुन्जेलसम्म पनि कसरी सही बाटोमा हिँड्ने, कसरी विवेकशील हुने र एक असल र कुशल छोरा कसरी हुने भन्ने कुरा सिकाउनुहुन्छ। जति मानिस ठुलो भए पनि केही सरसल्लाह लिनु परे पनि आमालाई नै सोध्ने गर्दछ। आमाको महिमा त्यति माथि छ कि जुन परिकल्पना गर्न नै सकिँदैन। आज परेको जन्मदिनको अवसरमा आमालाई जन्मदिनको अनगिन्ती लाखौं लाख शुभकामना। तपाईको ऋणी छु आमा। तपाईको ऋण त मैले कहिले चुक्ता गर्न सक्ने छैन। तर यस समाजमा म एक कुशल र असल छोराका रूपमा चिनिने छु आमा। त्यसैले आमा, once again जन्मदिनको असीम शुभकामना। धन्यवाद। अनि अन्त्यमा के भन्न चाहन्छु भने, सबै आमालाई नमन गर्दै यस संसारमा तपाईहरू हुनुहुन्छ भने मात्र संसारमा माया र प्रेम भनेको के हो भन्ने अस्तित्व बुझिन्छ। धन्यवाद।